दानियलको रुममा आइकन अंकलसँग बातचित गरिरहेको छु र अंकलले विश्वासी प्रियजनहरूको निम्ति केही कुराहरू गर्नुहुन्छ। धेरैजना आइदिनु भयो र उहाँ धेरै खुसी हुनुहुन्छ र अझै उहाँ बिमारी अवस्था हुनुहुन्छ र उहाँले कस्तो फिल गर्नुभएको छ त्यो केही कुरा उहाँले भनिदिनुहुन्छ। अब भन्नुपर्ने कुरा धेरै छन्, तर मेरो आफ्नै अनुभवको सम्बन्ध लिएर कुरा गर्नुपर्दा म हङकङमा थिएँ। हस्पिटलमा म एडमिटेड भएको छु। हस्पिटलमा मेरो लागि त्यहाँनिर स्क्यान गरियो, अल्ट्रासाउन्ड स्क्यान, सिटी स्क्यान गरेपछि हस्पिटलका डाक्टरहरू आएर रिपोर्ट बताए। यस रिपोर्टमा भनियो यो बिरामीको दबाई खाने हुँदैन, यो चाहिँ चारैतिर फैलिएको छ, हुनसक्छ यो अन्तिम बिमारी हो भनेर जब डाक्टरले भन्यो त्यति घडी धेरै खुसी भएँ। किनभने मेरो जीवन थाहा गर्दा धेरै भारले मिसिएको रहेछ। अब त भारबाट मुक्त भएँ भनेर म खुसी भएँ। तर त्यति घडी नै मेरो घाँटीमा केही अल्झे जस्तो मलाई अनुभव भयो। त्यो कुरो चाहिँ मेरो अधुरो रहेको काम थियो। अधुरो रहेको कामहरूमध्ये बाइबलको जो संशोधन भन्न मिलेन, त्यसलाई सुन्दरीकरण भन्नुपर्छ। त्यो काम अहिले हाम्रो चलिरहेको छ र त्यो काम नसिद्ध्याएकोमा मेरो घाँटीमा एउटा केही अर्कै जस्तो फिलिङ मलाई भएको थियो। मेरो मनले चाहन्थ्यो समय पाए त म यो कुरोहरू गर्थेँ भन्ने मेरो मनले चाहन्थ्यो। तर मेरो जीवन कति लामो छ त्यसको टुङ्गो थिएन। केही समय पछाडि मैले बिहानको मेरो पाठमा वचन संहिता 9 अध्याय पढिरहेको बेला 13 पदमा आइपुगेपछि मलाई स्वस्थ परमेश्वरको वचनले खोज्यो। त्यस्तो प्रकारले मानिसलाई घरिघरि परमेश्वरको वचनले खोज्दैन। त्यो वचन थियो, हे प्रभु यहोवा, तपाईले मलाई मृत्युको ढोकाहरूबाट माथि उठाउनुहुन्छ र मृत्युको ढोकाहरूबाट माथि उठाउनुहुन्छ भन्ने कुरो मलाई स्वास्थ्य गर्यो। यो विषय लिएर मैले मनन गरेँ अनि मलाई थाहा लाग्यो म चाहिँ मृत्युकै ढोकामा उभिएको रहेछु भन्ने मलाई थाहा भयो। अनि प्रभुले मृत्युको ढोकामा उभिएको भए पनि म प्रभुको विषयमा लेखेको छ, तपाईले मलाई माथि उठाउनुहुन्छ र यसले मलाई सान्त्वना दियो। तर त्यसलाई मैले पक्रिराख्न सकिनँ। कहिले म पक्रिन्थेँ, कहिले म हल्लन्थेँ। यसो हुँदा प्रभुले मलाई 3वटा सपना निरन्तर एकै रात एउटै सपना 3 चोटि गरेर प्रभुले मलाई दिनुभयो। अनि त्यस सपनाद्वारा चाहिँ म धेरै दरिलो भएँ र मलाई प्रभुले अब जीवन दिनुभएको छ। किनभने म त्यो सपनामा चाहिँ 3 चोटि लड्दै गरेको भिरमा हुन्थेँ अनि म जसरी तसरी त्यो भिरबाट म उम्किन्थेँ। र त्यसो हुँदा मलाई थाहा भयो मृत्युले मलाई माग गरेको रहेछ, तर म अब छुटकारा भयो भनेर मलाई एकदम साह्रो थाहा भयो। र मैले अब म यहाँ आएको छु भने प्रभुले मलाई नयाँ जीवन दिएर आउनु भएको हो। अब मलाई निश्चयता छ प्रभुले मलाई समय दिनुहुन्छ। त्यसगरी यो किताब, यो बाइबलको सुन्दरीकरणको काम सिद्ध्याउँछु अनि प्रभुले समय दिनुभयो भने दोस्रो पिँढीको निम्ति आवश्यक केही पुस्तकहरू लेख्ने मेरो इच्छा छ। अब यो मेरो भयो उद्देश्य, लक्ष्य। अब म तपाईहरूप्रति मैले त मलाई यति धेरैजना मानिसहरूले सम्झना गर्नुहुन्छ। विश्वासी मेरा यति धेरै छोराहरू, छोरीहरू, भाइहरू, बहिनीहरू, बाबु आमाहरू हुनुहुन्छ भनेर मैले थाहा गरेको थिइनँ। यसपालिको बिरामीमा मलाई थाहा भयो प्रभुले भन्नुभएको वचन मेरो जीवनमा पूरा भयो। त्यो वचन चाहिँ के थियो भने कसैले प्रभुको राज्यको निम्ति आफ्नो धन सम्पत्ति, घर
बाबु आमा भाइ बहिनी छोराछोरीलाई त्याग्छ भने उसले यही पृथ्वीमाथि 100 गुणा पाउँछ भनेर प्रभुले भन्नुभएको थियो। त्यो कुरो मैले यहाँनिर स्पष्ट गरिकन थाहा पाएँ। किन भन्दा म फर्केर आउँदै गर्दाखेरि बागडोगरामा हवाई अड्डामा 70-80 जना भाइ बहिनीहरू त्यहाँनिर पर्खिरहेका रहेछन्। उनीहरू सबैसँग बात गर्न पाइनँ, किनभने म आउन साथ म गाडीमा मलाई पसाइहाले अनि गाडी हिँडिहाल्यो। तर 70-80 जना भाइ बहिनीहरू मलाई कालिम्पोङसम्म पुर्याउन आए र पछिबाट अनेकौं भाइ बहिनीहरू आउन थाल्नुभयो। अनि खबर म पाउने गर्थेँ, फलाना ठाउँका भाइ बहिनीहरूले उपवाससहित प्रार्थना गरिरहेका छन् भनेर। अनि मैले सुन्ने गर्थेँ र मेरो भाइहरू, मेरा बहिनीहरू, मेरा दिदीहरू, बहिनीहरू कति धेरै रहेछन् भनेर मैले थाहा पाएँ। शारीरिक रूपमा भनौँ भने हामी 2 जनाको परिवार हो। 4 जना थियौँ। प्रभुले अझै घटाएर सानो पार्नुभयो अनि अहिले बाबु अनि छोरा। तर वास्तवमा हामी 2 जना छैनौँ, हजारै रहन्छौँ। जो यहाँ आए अनि उनीहरू रोए, आफ्नो माया देखाए, टाढा आए, रात दिन प्रार्थना गर्नेहरू भइदिए र सबैप्रति म अति आभारी छु। हुन त मेरो मनले भन्छ एक जनालाई भेटौँ, अँगालेर धन्यवाद दिउँ भन्छ। तर मैले मेरो मनले भनेको जस्तो म गर्न सक्दिनँ। तपाईहरूप्रति यही माध्यमद्वारा मेरो हृदयको धन्यवाद तपाईहरूलाई म प्रकट गर्छु। तपाईहरूप्रति म आभारी छु। तपाईहरूले म बिर्सने छैन। तपाईहरूको सहयोग, तपाईँको उत्साह म बिर्सने छैन। मेरो दबाई पानीमा खर्चपात धेरै लाग्ने गर्छ। तर प्रभुले नै मेरो खर्चपातको बन्दोबस्त उदेक ढङ्गले अनि दबाई कम्पनीबाट नै मेरो लागि धेरै सुविधा मिलेको छ। साथसाथै भाइहरू बहिनीहरू आएर भन्छन् तपाईँको साथमा हामी छौँ, तपाईँले कोही चिन्ता गर्नु पर्दैन अनि दबाई पानीको खर्च हामी पेल्छौँ भनेर भाइ बहिनीहरूले भन्नुभएको छ। प्रभुले दिनु तपाईँ भाइ बहिनीहरू जसले मसँग यस्तो कुराहरू गर्नुभयो, मलाई सान्त्वना दिनुभयो, मेरो लागि दिनुभयो, प्रार्थना गर्नुभयो, तपाईँहरूप्रति म अति आभारी छु। र मलाई आज यस माध्यमद्वारा तपाईँहरूलाई धन्यवाद सुनाउने मौका पाउँदा म अति खुसी मानेको छु, खुसी छु। प्रभुले दिनुभएको यो मौका हो। भाइ कमललाई उहाँको सहयोग र उहाँको यो चाहना जो उहाँले प्रकट गर्नुभयो, यसको लागि म उहाँप्रति पनि अति धन्यवादी छु। तपाईँहरू सबलाई मेरो धन्यवाद अनि मेरो प्रेम जयमसी। तपाईले सुन्नुभयो होला उहाँको आफ्नै मुखबाट उहाँले भनिरहनु भएको कुरा। उहाँ सबैप्रति धन्यवादी बनिनु भएको छ अनि उहाँ रमाउनु पनि भएको छ। यदि बिमारी अवस्थामा हुनुहुन्छ तर पनि उहाँले आफ्नो बिमारीलाई वास्ता गर्नुभएको छैन। यो चाहिँ परमेश्वरको काम हो, किन हाम्रो परमेश्वर जीवित भएको हुनाले हो। उहाँले निश्चयता दिनुभएको छ। जब हामी हिजो यो कोठामा पस्यौं उहाँलाई भेट्नको निम्ति र बुटवलबाट आएका केही प्रभुका जनहरू थिए अनि कोठाभित्र पस्नु बित्तिकै अंकलको चेहरालाई देख्दाखेरि मैले के सोचे भने अंकलले ढाँट्नु भएको, अंकल बिमारी हुनुहुन्न। किन त्यस्तो मैले सोचे भने अंकलको चेहरामा त्यो उदासीपन, अनुहार खुम्चाएको पटक्कै थिएन। उहाँको आँखामा पनि आँसु देखिएन। चेहरामा यस्तो प्रकार उज्जवल देखियो मानव उहाँ चाहिँ एउटा जस्तो विगत समयमा हँसिलो साथ सेवा गरिरहनु भएको थियो